हेलो साथीहरू, आज चाहिँ म कपल पोर्ट्रेट स्केच गर्न गइरहेको छु। यो चाहिँ मलाई एकजना क्लाइन्टले चाहिँ हाम्रो एनिभर्सरी गिफ्टको लागि भनेर कपल स्केच गरिदिनुहोस् न भनेर भन्नुभएको थियो र मैले उहाँहरूको पोर्ट्रेट स्केच बनाउन गइरहेको छु। मलाई चाहिँ खासै अब यो भिडियो एडिटिङहरू गर्न आउँदैन, यो भर्खरै सिक्दैछु। त्यो भएर चाहिँ मैले चाहिँ भिडियो भन्दा नि फोटोलाई नै चाहिँ पार्ट गरेर बनाएको छु। अनि यो चाहिँ हाम्रो फाइनल रिजल्ट हो र डेलिभरी पनि गरिदिनुहोस् भनेर भन्नुभएको थियो। मेरो आफन्तै हुनुहुन्छ उहाँ क्लाइन्ट, मैले नाम खुलाइनँ हैन। अनि त्यो भएर चाहिँ मैले होम डेलिभरी गरिदिएको थिएँ। मैले फोटो फ्रेम चाहिँ यो सनराइज फोटो कन्सन हाम्रो इटरी मा रहेको छ, होलसेल पसल हो यो। एकदमै सस्तो रेटमा फ्रेम गरिदिनुहुन्छ। मैले त्यहीँ लगेर गरेको थिएँ र म उहाँ क्लाइन्टको घर पुगिसकेँ र यो चाहिँ एनिभर्सरी सरप्राइज उहाँलाई मैले क्लाइन्टले भनेअनुसारले नै चाहिँ उहाँलाई फोटो फ्रेममा रोज राखेर चाहिँ एनिभर्सरी गिफ्ट सरप्राइज गरिदिएको थिएँ र त्यहाँ केही लेखिदिनु पनि भनेर भन्नुभएको थियो। मैले ह्याप्पी एनिभर्सरी भनेर त्यसरी लेखेर पनि मैले एकदम राम्रोसँग डेकोरेट गरेर मैले पोर्ट्रेट स्केच गिफ्ट उहाँलाई मैले हस्तान्तरण गरेको थिएँ। उहाँले फोटो हेर्दै हुनुहुन्छ, खोलेर हेर्दै हुनुहुन्छ। हाम्रो क्लाइन्ट ह्याप्पी हुनुहुन्छ। जे होस्, हजुरहरू पनि यस्तै पोर्ट्रेट स्केचहरू बनाउन चाहनुहुन्छ कपलको या आफ्नो फ्यामिलीको, कसैको सम्झनामा हैन, कसैलाई एकदम धेरै माया गर्नुहुन्छ या मानिलिउँ कोही साथीहरूलाई चाहिँ यसरी बर्थडे गिफ्टहरू, केही एनिभर्सरी गिफ्टहरू केही दिन चाहनुहुन्छ भनेदेखि चाहिँ मलाई कन्ट्याक्ट गर्नुहोला, मलाई मेसेज गर्नुहोला। डाइरेक्ट मेसेज पनि मैले हेर्नेछु। मलाई फलो गर्नुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला, मलाई सपोर्ट गरेर यस्तै आर्ट बनाउने अझै हौसला दिनुहोला। मलाई भर्खरै मैले ट्राई गर्दैछु यो भिडियो यसरी एडिट गरेर हाल्नलाई। हजुरहरूको माया पाएँ भने अझै राम्रो तरिकाले भिडियो एडिट गर्दै जानेछु, यसरी पोस्टहरू सेयर गर्दै जानेछु। हस्, थ्याङ्क यू, बाई बाई।